पूर्व राजाले हिजो ठुलै शक्ति देखाउनु भयो क्या अरे हेरिराख्नु भयो होला कसरी हेर्नु भएको छ त्यो मैले यसलाई यता राख्नु अब अहिले मैले त्यस्तो प्रतिक्रिया दिनुपर्ने समय आउनु बाँकी छ म त्यसको प्रतीक्षारत छु सरकारले जवाफ दिनुपर्ने 2 तिहाईको सरकार भने हैन र एकदमै शक्ति छ जनताले चाहिँ महसुस गर्नुपर्ने गर्ने भने सरकारले जवाफ दिनु पर्यो नि हामीले त भ्रष्टाचारको विरुद्ध ठुलै आन्दोलन सुरु गरेका थियौँ धेरै फाइलहरू ओपन पनि भएका थिए ती सबै क्लोज भयो भन्ने सुन्छु अब सरकार 2 तिहाईको छ यो प्रश्न मलाई भन्दा सरकारलाई सोध्न जरुरी छ सरकारको कारणले राजावादीहरू सडकमा आए प्रतिक्रियावादीहरू आए भन्ने हो अब 7 महिना अगाडि हामीले सरकार बुझाउँदाखेरि विभिन्न मानिसहरूको गिरफ्तारी भएको थियो 7 महिना अगाडि सरकार हामीले छोड्दाखेरि बाटोमा भएका सहकारी पीडित लघुवित्त पीडित आरती शाहको परिवार सबै ठाउँ ठाउँबाट आउनुभएका अन्य आन्दोलनकारीहरू सबै खाली थियो माइतीघर मण्डल बन्द थियो हामीले त्यसलाई खुला गरेका थियौँ जवाफ सरकारले दिनु पर्ला नि मेरो विचारमा सरकारलाई थाहा हुनुपर्ने हो के भइरहेको छ कस्तो भइरहेको छ भनेर जनता त हेरिरहेका छन् नि त के भयो कसो भयो भनेर त्यो हजारौं हुल त जनता थियो होला नि धेरै त जनताको हुल थियो हैन 62-63 मा जुन जनताहरू चाहिँ मेरो बोल्ने समय आउँदैछ मैले अहिले म सरकारलाई जिम्मेवारी लिएर म केही समय पछाडि नै अलिकति बृहत रूपमा आफ्ना कुराहरू राख्ने तयारीमा जो साथी हो हरायो रविजी चाहिँ एकदम गुमनाम हुनुभयो भन्ने छ नि त यो चाहिँ के हो खास गरी कता हराउनु भएको भन्ने चाहिँ ए हैन म हराएको छैन म यतै छु हराउने त कुरै भएन तर अलिकति केही तयारीहरू गरिरहेको छु त्यसकारण मेरो मैले भन्ने कुराहरू एकदमै आउन बाँकी छ त्यसकारणले केही चिन्ता नगर्नुहोस् जनताले हेरिरहेका छन् जनतालाई राम्रोसँग थाहा छ जनतालाई जिल्लै पछि मुद्दा लगाएर हातमा तारिक पर्चा चाहिँ नि थमाइदिएर गएको जनतालाई थाहा छ प्रशासकीय अधिकृत नपठाएको जनतालाई थाहा छ खाली गाग्री पठाएको जनतालाई थाहा छ आफ्ना मान्छेको मुद्दा छानी जोगाएको थाहा छ अर्काको मान्छेलाई छानी जनताले के अरे चाहिँ मुद्दा लगाएको जनतालाई सबै थाहा छ त्यसकारणले सरकारले जवाफ दिनु पर्यो नि 2 तिहाई हैन भने के घट्यो के भयो म त बाहिर हैन जस्तो गणतन्त्र चाहिँ राजावादीहरूले एक किसिमको थ्रेट दिए सभापति तपाईमाथि जनताको आशा छ हेर्नु अहिले ठुला दल केपी ओली प्रचण्डजी बोल्नुहुन्छ उल्टो राजालाई सहानुभूति आइरहेछ तपाईहरु नयाँ पुस्ताको राजनीति गणतन्त्र लोकतन्त्रको सुन्दर फुलबारी बनेर आउनु भएको तपाईहरुमाथि आशा ठुलै छ तपाईहरु नबोल्ने भने राजावादीहरुसँग त नबोल्ने व्यवस्था जोगाउनु तपाईहरुको जिम्मा होइन नबोल्ने कहिले हामीले भनेकै छैनौं हामी बोलि नै रहेका छौं निरन्तर बोलिरहेका छौं मेरो कुराकानी गर्नुभएको छ भने पार्टी त हाम्रो उपस्थित देखिरहनु भएको छ रहेछ म त पार्लिमेन्टमा छैन छलकपट गरेर पार्लिमेन्टमा मलाई रोकेका छन् हैन तर बाटो त सजिलो देखाएछ नि त एउटा कुरा चाहिँ तपाईहरुलाई म भन्छु मलाई पूर्ण भनेर सरकारले जत्रो खाल्डो खन्यो सानो मलाई पूर्ण मात्र मिल्ने खाल्डो खनेको भए त मलाई मात्र पूर्ण मिल्थ्यो तर यति ठुलो खाल्डो खन्यो कि यी सबैजना यो खाल्डोमा